Recording in progress. र यो सम्पूर्ण 7 सोल 7वटा आत्माहरू एउटा इभोल्युसन हुँदै आउने एउटा स्टेजहरू हो। जसरी ह्युमनको विकास भयो, ह्युमन जसरी बिस्तारै एककोषीय जीवहरूबाट विकसित हुँदै 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 बहुकोषीय हुँदै अमिबादेखि लिएर सबै डेभलप हुँदै हुँदै हन्टिङ एन्ड ग्यादरिङ हुँदै अहिलेको मोडर्न मानवको रूपमा विकास भएको पाइन्छ। त्यसै गरी हामीभित्रको चेतना पनि त्यसै गरी विकसित हुँदै हुँदै आएको पाइन्छ। र इन्फान्ट सोल शिशु आत्मा जसरी एउटा बालक जन्म लिन्छ त्यसै गरी एउटा शिशु आत्मा यो फिजिकल बडीमा प्रवेश गर्छ, हैन, गर्भमा प्रवेश गर्छ। जब त्यो आत्मा स्रोतबाट निस्कन्छ यसले आफूलाई के गर्छ, विचलित भएको अनुभव गर्छ कि एकदम विचलित भएको र यो नयाँ ठाउँमा म कहाँ आएँ, कस्तो ठाउँ हो यो। पहिलो किनभने ऊ त न्यू इन्ट्रेन्टको रूपमा यो धरतीमा अवतरित भएको हुन्छ। यो धरतीमा प्रवेश गरी नयाँ व्यक्तिको रूपमा प्रवेश गरेको हुनाले यहाँको वातावरणमा उसलाई एडजस्ट गर्न समस्या आउँछ, एडजस्टमेन्ट प्रब्लम आउँछ। किनभने हो, किन पास्ट एक्सपिरियन्स हुँदैन त्यो आत्मालाई। अनि उसले यो जीवनमा बाँच्नको लागि सङ्घर्ष गर्नुपर्छ, स्ट्रगल गर्नुपर्छ, सर्भाइभल, स्ट्रगल फर सर्भाइभल। यो शिशु आत्माको मुख्य समस्या भनेको सर्भाइभल हो। उसलाई बिहान बेलुका, बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ, यो खालको सर्भाइभल इस्युज नै बढी उसले महसुस गरेको हुन्छ। एकैछिन उठो। र शिशु आत्माहरू कुनै पनि अज्ञात कार्य, अननोन कुराहरू, अननोन स्थानमा जानको लागिबाट पन्छिन्छन्। उनीहरू सकभर नयाँ कार्यहरू गर्न नपर्यो हुन्थ्यो, नयाँ नयाँ किसिमको भन्ने खालको हुन्छ। एउटै कार्य जे छ यही गरिराखौँ, अरू कुराहरूमा जान गाह्रो छ। किनभने उनीहरूलाई अनुभव हुँदैन पूर्वजन्मदेखिको, पास्ट लाइफदेखि जुन एक्सपिरियन्स नभएको कारणले, जुन जति सर्भाइभलको लागि, बाँच्नको लागि जुन सङ्घर्ष जुन छ त्यसको लागि जति यो धरतीको लागि अनुभव चाहिन्छ त्यो अनुभवहरू छैन, किनभने पहिला जन्म लिएका छैनन्। शिशु आत्मा भर्खर जन्म प्रवेश गरेका छन्। आदिम अवस्थामा जन्मिएको र प्रकृतिको धेरै नजिक भएको कारणले यस्ता इन्फान्ट सोलहरूलाई कस्तो विभिन्न गहिरो जङ्गल, पहाड जस्ता प्राकृतिक स्थानहरू मन पराउँछन्। डिप फरेस्ट, डिप माउन्टेन्स यस्तो स्थानमा उनीहरू जान अत्यन्तै रुचिकर मान्छ, किनभने त्यस्तो खालको ठाउँले उनीहरूको सर्भाइभल स्किललाई बल प्रदान गर्छ, स्किल एनहान्स गर्छ, हैन। किनभने हामी त आदिम मानव हन्टिङ एन्ड ग्यादरिङको स्थितिबाट, सिकारी समूहबाट विकसित भएको हुनाले आदिम स्थितिको आत्मा नै भएको कारणले उनीहरूलाई त्यस्तो स्थान मनपर्छ बढी। र यी वातावरणहरूले उनीहरूलाई अझै त्यो बाँच्नको लागि, यो धरतीमा सर्भाइभ हुनको लागि केही नयाँ नयाँ ज्ञान सिपहरू अथवा त्यो स्किलहरू डेभलप गराउँछ, देखार्नलाई मद्दत गर्छ। त्यस कारणले गर्दा ती आत्माहरू इन्फान्ट सोल हुन्छ। र मेन मुख्य त के हो त भन्दा इन्फान्ट सोलहरू या शिशु आत्मा जसको जीवनमा बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ, अथवा नयाँ कार्यहरू गर्न अत्यन्तै हिचकिचाहट हुन्छ, धेरै एक्सपिरियन्स हुँदैन र सर्भाइभल गर्नलाई मुस्किल छ भने दे आर द इन्फान्ट सोल, शिशु आत्मा। अझ होइन, जन्मेको व्यक्ति भन्दा तपाईँले जन्मेको त बच्चाको रूपमा त एउटा उदाहरण दिएको भयो,
हजुर हजुर होइन यस्तो तर आत्मा भनेर जस्तो मान्छौँ एउटा मान्छौँ टाइपको जिन्दगी बिताउने तपाईँ हाम्रै उमेरको व्यक्ति पनि इन्फ्लुएन्स अँ, हुनसक्छ त्यो आत्माको एउटा चेतनाको स्तर हो हजुर ए होइन अनि अब यो खालको कुनै समस्या त्यो खालको छ भने त्यो व्यक्ति इन्फ्लुएन्स हो र अम, त्यस्ता व्यक्तिहरू तपाईँले कहीँ देख्नु पनि भयो होला होइन कतै सर्कलमा अब आफूलाई हेर्दै जानु आफूलाई सेल्फ क्याटेगोराइज गर्दै जानु कुनमा पर्छ थाहा भइहाल्छ बाल आत्मा बेबी सोल अब केही जन्महरू केही इन्कार्नेसन्सहरू भइसकेपछि बाँच्नको लागि जुन फर्स्टको जुन स्टेजको जुन छ इन्फान्ट सोल त्यो बाँच्नको लागि जति पनि सङ्घर्षहरू थिए समस्याहरू थिए डरहरू फियरहरू एङ्जाइटिजहरू थिए ती सबै समाधान भइसकेको हुन्छ तिनीहरू अझै पनि के छ त भन्दा संसार अझै पनि डरलाग्दो छ है दिस दिस अर्थ इज स्टिल स्क्यारी प्लेस भन्ने फिलिङ आउँछ उनीहरूलाई अनि ती व्यक्तिहरू के गर्छन् त अत्यन्तै अनुशासित जीवन ओहो यो त संसार त डरलाग्दो ठाउँ हो यहाँ अलिकति अनुशासित जीवन जिउनुपर्छ र कथाकथित अथवा सो कल्ड सभ्य जीवन जिउनुपर्छ भन्ने खालको उनीहरूको भावना हुन्छ र उनीहरूको यो बेबी सोलको मुख्य जुन विशेषता जुन छ हलमार्क क्यारेक्टरिस्टिक के छ भन्दा डिसिप्लिन लाइफ सोसल लाइफ अनुशासन नै यसको पहिचान हो मुख्यत र जीवनको दृष्टिकोण यिनीहरूको के हुन्छ त भन्दाखेरि बेबी सोलहरूको कुनै पनि काम तपाईँले दिनुभयो सुम्पिदिनु भयो भने त्यो काम सही तरिकाले गर्नुपर्छ या त गर्नै हुँदैन त्यो खालको उनीहरूको एक खालको माइन्ड सेट हुन्छ जस्तो मुख्यत बेबी सोलहरू आर्मी मिलिटारी सर्भिसमा पुलिस सर्भिसमा होइन प्रहरी सेवामा जहाँ उनीहरूले अनुशासनको पालना गर्न सक्छन् तर आर्मी या मिलिटारी फोर्समा र या पुलिस फोर्समा भएको कारणले उनीहरूमा त्यो यस्तो खालको भावना आएको हुँदैन कि भित्र त सोलदेखि नै त्यो भावना आइरहेको हुन्छ क्या अनुशासित जीवन जिउने प्लान लाइफ अनि हायर अथोरिटीलाई फलो गर्ने हुन्छ आर्मी र पुलिस सर्भिसमा गएको कारणले उनीहरू बालात्मा बेबी सोल र अनुशासित जीवन जिउने खालको भावना भएको होइन कि पहिलेदेखि नै त्यो आत्माको त्यो चाहना त्यो उद्देश्य भएको हुनाले उनीहरू मोस्टली त्यो कहाँ पाइन्छ त हो त्यो खोज्दै खोज्दै जाँदाखेरि अनि उनी आर्मी पुलिस जाने मन लाग्ने हुन्छ त्यहाँ रमाउँछ उनीहरू त्यसरी अब उनीहरूले के गर्छ त भन्दा उनीहरू उच्च अधिकारीको जुन जति पनि छ त्यो हायर अथोरिटीलाई फलो गर्ने गुणहरू हुन्छ उनीहरूमा र नयाँ अनुशासन पालना गर्ने हुन्छ जस्तो सिपाही पुलिस अनुशासनवादीहरू होइन यसरी हुन्छ यो सिपाही अथवा आर्मीको मिलिटारी सर्भिसमा पनि फेरि हायर पोस्टहरूमा जाने हुन्छ नि जब चिफ भयो त्यस्तोमा जाँदाखेरि चाहिँ फेरि योभन्दा माथिल्लो पोस्ट आत्माको क्याटेगोरीमा आउँछ हेर्नुहोस् है त अब अर्को छ यङ सोल वयस्क आत्मा हुन्छ एकदमै वयस्क छ जस्तो वयस्क व्यक्तिमा कस्तो हुन्छ त भन्दा भित्र एक खालको जोस जागर उत्साह होइन एक खालको हुन्छ नि त त्यो खालको सोच हुन्छ ऊर्जा फुल अफ एनर्जी हुन्छ हो त्यस्तै यङ सोल जसको जो व्यक्तिको शरीरमा छ वयस्क आत्मा उनीहरूको के छ बाँच्ने कला संरचना अनुशासन जीवनका जति पनि कुराहरू छन् त्यो अलरेडी पहिल्यै सकिसकेको हुन्छ अब आत्मा के त सभ्य सफल जीवन जिउन चाहन्छ र उसले बुझ्छ कि संसार के लागि के भयो भने चाहिँ सक्सेसफुल हुन्छ त यो जीवनमा यो संसारमा यो धरतीमा यो शरीरमा अवतरित भइसकेपछि शक्तिशाली बन्ने कुराहरू खोज्न थाल्छ उसले त्यो उसले के पाउँछ त भन्दा शक्ति धन र प्रतिष्ठा अथवा पावर वेल्थ एन्ड प्रोमिनेन्स प्रोमिनेन्स जुन छ वेल्थ प्राप्त भयो भने पावर भयो भने पद भयो भने उसले के गर्छ त भन्दा पद प्रतिष्ठा भयो भने
संसारलाई कन्ट्रोल गर्न सक्छ है भन्ने भावना विकसित हुन्छ। त्योतिर लाग्छ, त्यो खोज्छ। यो ड्राइभिङ फोर्स के हुन्छ त? इन्डिपेन्डेन्स, एबिलिटी टु गेट वाट इट वान्ट्स फ्रम लाइफ। यसरी उसले खोज्न थाल्छ। अब यसमा कुन क्याटेगोरीको व्यक्तिहरू आउँछन् त? जस्तो राजनीतिक नेताहरू जो पद प्रतिष्ठा लोलुप, तानाशाहहरू हिटलर, मुसोलिनी, पोलपोट जस्तै किसिमका तानाशाहहरू, सैन्य नेताहरू विभिन्न, अनि व्यापारिक बिजनेस टाइकुनहरू, अहिलेका संसारको धनाढ्यहरू जति पनि छन्, जेफ बेजोस, एलन मस्क, बिल गेट्स लगायत जति पनि संसारका एकदमै चर्चित धनाढ्यहरू छन्। किन भन्दा यो संसारलाई अब शक्तिशाली बन्नको लागि त पद प्रतिष्ठा वेल्थ चाहियो नि त, धन चाहियो नि त। हो, त्यो धन खोज्नलाई बिजनेसमा लाग्ने। अब कोही व्यक्तिहरू अहिले पनि यो लाइफमा धन पद प्रतिष्ठाको लागि दौडै हुन्छ नि त। हो, दे आर यङ सोल। अब शरीर वृद्ध भइसकेपछि पनि व्यक्ति अझै पनि पद प्राप्तिको लागि, चुनाव लड्नको लागि दौडी नै रहेको हुन्छ। नेताहरू हेर्नुहोस्, हाम्रो देशको हेर्नु उदाहरण हेर्नुहोस्, ओली हेर्नुहोस्, केपी ओलीलाई हेर्नुहोस्। दे आर अल यङ सोल्स। हजुर, होइन? यसरी यङ सोल हुन्छ, अत्यन्तै यङ सोल। अब उनीहरू नपुग्ने केही पनि छैन। फेरि सबै चिज यत्तिकै अब म जीवन जिउँछु, अब धेरै बाँच्दिनँ, अब आध्यात्मिक जीवन जिउँछु, आनन्दसँग बस्छु भनेर बस्यो भने उनीहरूलाई पुग्छ। फेरि त्यो आउँदैन, किनभने त्यो यङ छ। तिनीभित्रको जुन चेतना छ नि, त्यो यङ छ क्या, एकदमै वयस्क छ। त्यसले गर्दा उनीहरूलाई त्यो बस्न दिँदैन, छटपटाहट भइरहन्छ। किनभने यो संसारलाई कहीँ न कहीँ कन्ट्रोल गरिरहनुपर्छ, मैले कहीँ न कहीँ आफ्नो वर्चस्व कायम राखिरहनुपर्छ भन्ने उनीहरूको भावना हुन्छ। त्यसरी त्यसै गरी म्याच्योर सोल, परिपक्व आत्मा, जब आत्मा वयस्क आत्माको अन्तिम चरणमा पुग्छ, जब यङ सोल अब कयौँ जन्म जान सक्छ है। फेरि यो जस्तो कि वयस्क आत्माको रूपमा मेनी लाइफ टाइम्स जान सक्छ। जब त्यो वयस्क आत्माको अन्तिम स्टेजमा, अन्तिम क्षणमा अब त्यो मुभ हुन्छ, अर्को म्याच्योर सोलतिर जान्छ, परिपक्व आत्मातर्फ जब रूपान्तरित हुन खोज्छ, तर स्टिल ऊ यङ सोलकै लास्ट स्टेजमा छ भने त्यति बेला के गर्छ? एक प्रकारको असहजता उसले महसुस गर्छ। ओहो, मैले जीवनमा धेरै प्रगति त गरेँ, पद प्रतिष्ठा, धन दौलत, ऐश आराम, मोज मस्ती सबै कुरा मैले प्राप्त गरेँ, स्टिल समथिङ इज मिसिङ इन माई लाइफ। कहीँ न कहीँ म भित्र मेरो जीवनमा केही न केही कुराहरूको अभाव छ भन्ने महसुस हुन थाल्छ उसलाई। त्यो महसुस भएपछि के हुन्छ त भन्दा उसले आफ्नो आइडेन्टिटी खोज्न थाल्छ दुनियाँमा। आफ्नो अस्तित्व के हो त? यो ब्रह्माण्डमा म किन छु त? यो धरतीमा म जन्म लिनुको कारण के हो? हु एम आई? वाइ एम आई हियर? जुन मैले पहिलो दिन प्रश्न गरेको थिएँ, हु एम आई? म को हुँ? म किन छु यहाँ? होइन, यस्ता प्रश्नहरू भित्र मडारिन थाल्छ, ती प्रश्नहरू उत्पत्ति हुन थाल्छ र उसले आफ्नो ट्रु आइडेन्टिटी खोज्न थाल्छ र उसले आफ्नो यो युनिभर्ससँग, यो ब्रह्माण्डसँग, यो ब्रह्मतत्त्वसँग मेरो सम्बन्ध के छ त? परिपक्व आत्माले ब्रह्माण्डसँगको सम्बन्धलाई आफ्नो वास्तविक पहिचान खोज्न थाल्छ, त्यही खोजी सुरु गर्छ। म को हुँ? म किन छु? मेरो जीवनको लक्ष्य के हो? वाट इज द पर्पोज अफ दिस लाइफ टाइम? यी यावत कुराहरू उठ्न थाल्छन्। अब यसले के गर्छ? अरूलाई पनि आफ्नै स्वरूप हो है भनेर हेर्न थाल्छ क्या। यो सबै ब्रह्मतत्त्व, ब्रह्माण्डको यो ब्रह्मभन्दा बाहिर त केही छैन। ब्रह्म सत्यम जगन मिथ्या, जीव ब्रह्मै बनापर, वेदान्तको जुन वचन, जीव ब्रह्मभन्दा पर छँदै छैन। र म एउटा परमात्माको अंश हुँ भने त्यो व्यक्ति पनि त परमात्माको अंश हुनसक्छ, होइन र? सबै परमात्माको अंश हो, सबै यो ब्रह्मकै अंश हो। हामी ब्रह्मभन्दा जीव ब्रह्मै बनापर, चराचर जगतमा कुनै पनि तत्त्व
ब्रह्मभन्दा पर जान सक्दैन हजुर हो। यस्तै प्रकारको एउटा मिररको रूपमा उसले अरूलाई हेर्छ। मलाई दुख्छ भने त्यो व्यक्तिलाई पनि दुख्छ, मलाई पीडा हुन्छ भने अर्को व्यक्तिलाई पनि पीडा हुन्छ। यसको अर्थ उसले सबै आफ्नो काम कार्य छोडेर, व्यापार व्यवसाय छोडेर, अथवा यो पूर्ण वितरागी या वैरागीको रूपमा, सन्यासको रूपमा ग्रहण गरेर ऊ जान्छ भन्न खोजेको होइन। कर्म त यो धरतीमा आइसकेपछि कहीँ न कहीँ कुनै न कुनै रूपबाट बाँच्नको लागि या आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ होइन। अब तर उसले ऊभित्र ट्रु आइडेन्टिटीले खोजिरहेको हुन्छ कि। तर म्याच्योर सोल जति पनि छन्, दे आर स्पिरिचुअल्ली अवेकन्ड। अलिकति मात्रै भए पनि आध्यात्मिक रूपमा अलिकति एक्टिभेट भएको हुन्छ या अवेकन भएको हुन्छ। त्यो चेतना कहीँ न कहीँ जागृत हुन सुरु भइसकेको हुन्छ म्याच्योर सोलको स्टेजमा आइपुग्दाखेरि। अब यस्ता प्रश्नहरू तपाईँभित्र सुरुवात भइरहेको छ, खोजिरहेको छ आत्माले भने म म्याच्योर सोल हुँ है, म परिपक्व आत्मा हुँ। यङ सोल, धन दौलतको त्यो चक्करभन्दा म माथि उठिसकेको छु होइन। त्यसरी बुझ्नुपर्छ है। सम्बन्ध भएका मानिसहरू भनेपछि हो भन्दैछु, दे आर हाइली इमोसनल, दे आर हाइली इमोसनल र उनीहरू भावनात्मक रूपमा तीव्र चरणमा हुन्छ है। इमोसनल्ली एकदमै अनस्टेबल स्टेजमा पुगिसकेका हुन्छन्। किनभने त्यो उसले खोजिरहेछ नि त ट्रु आइडेन्टिटी आत्माले त। फेरि यहाँको त्यो कारणले गर्दाखेरि के हुन्छ त, अब इम्ब्यालेन्सेस पैदा हुन थाल्छ। त्यसले गर्दा उनीहरूको सम्बन्धहरू जटिल हुन थाल्छन्, कम्प्लेक्स रिलेसनसिपहरू हुन थाल्छन्, प्रब्लमेटिक हुन थाल्छन् समस्या सम्बन्धहरू। हो 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 अरूसँग पनि, अरू मान्छेहरूसँग। किन तपाईँलाई बुझ्न सक्ने अरू हुँदैन नि त दुनियाँमा। तपाईँ अलग प्रकारको हुनुहुन्छ भने तपाईँ स्पिरिचुअली अवेकन भइसक्नुभयो। म को हुँ, हु एम आई, वाइ एम आई हियर, वाट इज द पर्पोज अफ दिस लाइफ टाइम होइन। त्यो ट्रु आइडेन्टिटी सोलले खोजिरहेको हुन्छ। त्यो खोजिरहँदाखेरि तपाईँ को सम्बन्ध अरू व्यक्तिहरूसँग अलिकति फरक हुन थाल्छ, कम्प्लेक्स हुन थाल्छ। दुनियाँ मन नपर्ने, भिडभाड मन नपर्ने, नमिले जस्तो। हो 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 के नमिले जस्तो होइन। त्यो खालको म्याच्योर सोलले महसुस गर्न थाल्छ। र अनि पारिवारिक कतिपय सम्बन्धहरू पनि बिग्रिन थाल्छ होइन। आफैभित्र मलाई यो कुराहरू घटनाहरू घटेपछि पुरै स्पिरिचुअलतिर लागेको हो कि अनि त्यस्तो अलिअलि फिल भइरहेको छ। पहिले चाहिँ घर सम्हाल्ने, बच्चा सम्हाल्ने, परिवार सम्हाल्ने, सबै जहाँ जे चाहिन्छ त्यहाँ उभिएर गर्ने त्यस्तोपनमा व्यस्त। अहिले चाहिँ अलिकति भावनात्मक हिसाबले गएर चाहिँ अब के छ र जस्तो अलिकति हो। यही नै हो, यही नै हो। म के छ मेरो इमोसनल्ली अनस्टेबल भन्न खोजेको, भावना तीव्र चरण भनेकै अब यो के हो र, यो कहीँ न कहीँ वैराग्यताको सङ्केत देखिन थाल्छ। त्यो थोरै आएर अनि लाइफ डिफ्रेन्ट तरिकाले बाँच्नुपर्छ, जुन तरिकाले म बाँचिरहेको थिएँ त्यो सायद ठिक होइन जस्तो अलिकति थोरै थोरै आइरहेको। हो हो एक्ज्याक्टली। अब अर्को स्टेजमा प्रवेश गरौँ, प्राचीन आत्मा या ओल्ड सोल या पुरानो आत्मा भन्ने अर्थमा है। वृद्ध आत्मा भन्दा पनि प्राचीन आत्मा हो। अब के महसुस हुन थाल्छ कि हामी सबै एकै महान विराट स्वरूपबाट निक्लिएका भागहरू हौँ। वी आर अल इन्टरकनेक्टेड विथ इच अदर होइन। र हामी सबै ब्रह्माण्डका जति पनि चराचर जगतका जीवात्माहरू यो सबै त्यही विराट द ग्रेट होलबाट छुट्टिएको स्वरूपहरू हो।
वी आर अल पार्ट अफ द ग्रेट होल, अल द्याट इज। त्यो ग्रेट होलबाट जुन परम तत्त्व छ त्यहीबाट छुट्टिएका अंशहरू हौँ भन्ने महसुस हुन थाल्छ र हामी एक आपसमा अन्तर सम्बन्धित छौँ, वास्तवमा छौँ नि। हेर्नुहोस्, अब श्वासलाई हेर्नुहोस्, तपाईँले फेरेको श्वास मैले फेरिरहेको हुन्छु, मैले फेरेको श्वास अरूले फेरिरहेको हुन्छ, यही त छ। जस्तो अब भिडभाडमा गयो हामी, एकले अर्काको श्वास फेरिरहेको हुन्छ, तानिरहेको हुन्छ, एउटा अर्को तान्छ, अर्कोले अर्को खाइरहेको हुन्छ, अर्कोले अर्को लिइरहेको हुन्छ, तर हामीलाई याद भइरहेको हुँदैन। वी आर अल इन्टरकनेक्टेड विथ इच अदर, होइन? प्रत्येक प्राण, प्रत्येक धड्कन, प्रत्येक सोहममा, सो र हमको बिच जुन हाम्रो प्राणको आरोह अवरोह चलिरहेको छ, त्यहाँ पनि हरेक व्यक्ति हामी एक आपसमा अन्तर सम्बन्धित छौँ। वी आर अल इन्टरकनेक्टेड विथ इच अदर। त्यो मात्रै नभएर हामी एक आपसमा अन्तर सम्बन्धित भएन भने त एकले गरेको बिजनेस अर्कोले त्यहाँ किन्ने आउँदैन। वी आर लिभिङ इन अ सोसाइटी, होइन? एउटा वी आर सबै वर्ल्ड नै कनेक्टेड छ, हरेक प्राणी कनेक्टेड छ, हामी अन्तर सम्बन्धित छौँ र त्यही एकता कहीँ न कहीँ हामी भित्रको एकता फिजियोलोजी र एनाटोमी त सेम छ नै, बस फरक के छ त विचार मात्रै फरक छ, थट मात्रै फरक छ, बिहेभियर मात्रै थट फरक हुने बित्तिकै बिहेभियर फरक हुने नै भयो। किन त यही चेतनाको कारणले हो। चेतनाको स्तरको अनुसार उसको विचार र उसको व्यवहारहरू देखिन थाल्छ। सबै आत्माले खोजेको एउटै हो। फेरि हामी सबैको चेतनाले खोजेको मुक्ति नै हो, मोक्ष नै हो, स्वतन्त्रता नै हो। परमात्माको महसुस गरेर, परम तत्त्वको महसुस गरेर, परम शिवको ब्रह्मानन्दम परम सुखदम केवलम ज्ञानमूर्तिम, त्यो परम आनन्द ब्रह्मानन्दको महसुस गर्नकै लागि आत्माले बाटो खोजिरहेको हुन्छ, तर बाटो प्राप्त गरिरहेको हुँदैन। प्रत्येक जन्ममा उसको आफ्नो उद्देश्य अनुसारको कर्म गरिरहेको हुन्छ र अन्तिममा लक्ष्य त्यही हो जहाँ त्यो ब्रह्मानन्दम परम सुखदम, परम सुखदको स्थिति प्राप्त गर्नको लागि नै आत्मा हर समय हर क्षण उद्धत रहन्छ। र त्यो एकतालाई यो ओल्ड सोलले, प्राचीन आत्माले महसुस गर्छ, अनुभव गर्छ र यसले जीवनका सबै प्रकारका जीवनहरूलाई, यहाँ अलिकति भाषा अलिकति गडबड भएछ, यसमा जीवनका हरेक व्यक्तिलाई, हरेक चेतनालाई सम्मान गर्छ ओल्ड सोलले, प्राचीन आत्माले। इट रेस्पेक्ट्स अल फर्म्स अफ लाइफ, हरेक प्रकारका, हरेक तह र तबकाका व्यक्तिलाई सम्मान गर्छ, न कि पेसागत रूपमा उसले कुनै डिस्क्रिमिनेसन गर्ने, पेसागत रूपमा कसैले भेदभाव गर्ने नभई हरेक व्यक्तिलाई पूर्ण रूपमा उसले सम्मान गर्छ। एउटा आत्मा चेतना हामी सम्बन्धित छौँ, त्यही ब्रह्म तत्त्वबाट आएका छौँ, त्यही तत्त्वबाट हामी विकसित भएको कारणले हामी एक आपसमा इन्टरकनेक्टेड छौँ। र उनीहरूले अरूलाई कहिले पनि हानि नोक्सानी पुर्याउने, चोटपटक दिने, निन्दा गर्ने कार्यहरू गर्दैनन्, यदि प्राचीन आत्मा हो भने। अब त्योभन्दा तलतिरको जुन चेतनाहरू जुन छ, इन्फान्ट सोलहरूदेखि अरू चेतनामा जान्छ ती सबै चिजहरू, र तिनीहरू गैर निर्णायक हुन्छन्। भनेको मतलब के हो त? दे आर नन जजमेन्टल, अरूले गरेको कार्यलाई त्यो जज गर्दैन, त्यो कायम राख्न प्रयास पनि गर्छन् हरदम। र अरूको सँग व्यवहारमा, समाजमा, परिवारमा या साथीभाइको बिचमा उनीहरूको एउटा के दृष्टिकोण हुन्छ भने स्वतन्त्रताको दृष्टिकोण हुन्छ। आत्माले खोजेको पनि स्वतन्त्रता नै हो। त्यो कहीँ न कहीँ प्राचीन आत्माले महसुस गरेका हुन्छ, त्यस कारणले उसले आफ्नो जीवनमा पनि लागू गर्न कोसिस गर्छ। अब
तपाईँ आफ्नो कार्य गर्नुहोस्, म मेरो कार्य गर्छु। यु डु योर थिङ एन्ड लेट मी डु माई थिङ। किनभने त्यसको अर्थ के हो? स्वतन्त्रतालाई सम्मान गरेको, फ्रिडमलाई, त्यो जुन स्वतन्त्रता छ त्यसलाई उसले आफूले निर्वाध रूपमा प्रयोग गरेको। अब त्यो तत्त्वको, परम तत्त्वको, ब्रह्म तत्त्वको या परमात्मा शिव तत्त्वको महसुस गर्दै, त्यसलाई प्राप्त गर्दै आत्माले जुन स्वतन्त्रता प्राप्त गर्छ, त्यसपछि आत्माले प्राप्त गर्ने स्वतन्त्रता, फ्रिडम, त्यो नै मोक्ष। र तन्त्रको उद्देश्य पनि त्यही, तन्त्रले खोजेको पनि त्यही हो, निर्देश गर्न खोजेको पनि त्यही नै हो। बोध गर्दै, बोध के को? परम तत्त्वको। बोध के हो? त्यो परम शिवको। बोध के हो? त्यो परमानन्दको, ब्रह्मानन्दको, जुन सच्चित आनन्दको। त्यही आनन्दको बोध गर्दै आत्माले प्राप्त गर्ने जुन स्वतन्त्रता छ, चेतनाले प्राप्त गर्ने जुन स्वतन्त्रता छ, त्यो स्वतन्त्रता नै मोक्ष हो भनेर भन्छ। र हामीले खोजेको पनि त्यही हो, र आत्माको स्टेज पनि त्यसै गरी नै अगाडि बढ्दै जान्छ। अब आफ्नो दृष्टिकोणलाई अरूमाथि जबरजस्ती थोपार्ने काम गर्दैन कहिले पनि प्राचीन आत्माले। कहिले पनि मैले जे भनेको, यो मैले फलानु भनेको तैँले गर्नै पर्छ, मैले जे भन्छु यो तैँले पालना गर्नै पर्छ भन्ने खालको फोर्सफुल्ली कोही माथि पनि प्रेसर दिँदैन। जीवनको उतार चढावको बारेमा राम्रोसँग बुझेको हुन्छन्। दे अन्डरस्ट्यान्ड अल दि अप्स एन्ड डाउन अफ लाइफ। यसरी प्राचीन आत्माको क्याटेगोरी भित्र पर्छ। अर्को छ दिव्य आत्मा। 6औं आत्मा छ दिव्य आत्मा, ट्रान्सेन्डेन्टल सोल पनि भन्न सकिन्छ इङ्ग्लिसमा। अब दिव्यतम जुन आत्मा छ, यो आत्माले आफ्ना सबै अवतारहरू जब पुरा गर्छ, यहाँसम्मको, अघि हामीले प्राचीन आत्मासम्म जहाँ भन्यो, त्यो अस्तित्वसँग पुनः त्यो विराट स्वरूप या त्यो ग्रेट होल, अल द्याट इज, त्यो तत्त्वसँग जसले फेरि पुनः समायोजित गर्छ, फेरि त्यो समायोजित गर्ने कोसिस गर्छ। र प्राचीन आत्मा के छ त भन्दा, आत्माको त्यो अन्तिम चरणमा पुगेको हुन्छ, लगभग मुक्तिको छेउछेउमा पुगेको हुन्छ। र आत्माले के गर्छ त, अब आफ्नो विकासको लागि जति पनि चाहिने अवतारहरू छन् अथवा इन्कार्नेसनहरू छन्, जन्महरू छन्, सबै पुरा गरिसकेको हुन्छ। अब फेरि के त, त्यो अस्तित्व फेरि आत्मा समूहमा पुनः सामेल हुनु खोज्छ। त्यही जुन एउटा जुन ग्रेट होलमा जुन एउटा सोल फ्यामिली छ, त्यहाँ फेरि पुनः सामेल हुनु खोज्छ आत्माको समूह, सोल एन्टाइटिज। र त्यो पूर्ण रूपमा जब समाज संस्थाको रूपमा त्यो प्रत्येक सदस्यले कि त मानवताको विकासको लागि त्यो प्रक्रियामा मद्दत गर्न थाल्छ र फेरि पृथ्वीमा आउन थाल्छन्। र त्यो जब त्यो रोजना आउने जुन पृथ्वीमा आउनको लागि, मानवताको विकासको लागि, सोल इभोल्युसनको लागि कसैको आत्मामा एउटा जागरण ल्याउनको लागि या समाजमा ग्रेट सोसल चेन्ज ल्याउनको लागि उनीहरू अवतरित हुन्छ धरतीमा। तिनै दिव्य आत्माहरू, तिनीहरू चाहिँ दे आर ट्रान्सेन्डेन्टल सोल, होइन? र ती व्यक्तिहरूको विशेष उद्देश्य हुन्छ यो धरतीमा, विशेष उद्देश्य हुन्छ। त्यो उद्देश्य पुरा गर्नको लागि नै उद्धत रहन्छन्। र मैले देखेको छु धेरै ट्रान्सेन्डेन्टल सोलहरू यो धरतीमा अवतरित भए, तर बिस्तारै के त उनीहरू विभिन्न पेसामा आबद्ध हुँदै गए, फेलियर हुँदै अनि जब उनीहरूले आत्माको इभोल्युसन, सोल इभोल्युसनमा आध्यात्मिक जागरणको लागि, उद्विकासको लागि, समाजमा एउटा ग्रेट सोसल चेन्ज ल्याउनको लागि जुन पेसामा उनीहरू अगाडि बढे, जुन कार्यमा अगाडि बढे, तब मात्रै उनीहरू सक्सेस भए। उनीहरूको आत्माको
उद्देश्य नै त्यही थियो। कहिलेकाहीँ उद्देश्य हुँदाहुँदै पनि पेसागत रूपमा विभिन्न फिल्डमा लागेको हुनसक्छ। तर बिस्तारै बिस्तारै जब उनीहरू एउटा विशेष कार्यमा अगाडि बढ्छन्, मिसन लिएर, तब दिव्य आत्माले आफ्नो उद्देश्य पुरा गर्छ। जस्तै विभिन्न गुरुहरू आध्यात्मिक चेतना दिनको लागि, नयाँ नयाँ ज्ञान सिकाउनको लागि, जसले तपाईँको जीवनमा एउटा परिवर्तन ल्याओस्, या ग्रेट सोसल एउटा रिभोल्युसन ल्याउनको लागि, एउटा क्रान्ति नै ल्याउनको लागि समाजमा, जसको कारणले समाजमा क्रान्ति नै आयो। सामाजिक रूपमा, राजनीतिक रूपमा, कुनै पनि प्रकार, दे आर अल दिव्य आत्माहरू। आध्यात्मिक मात्रै दिव्य आत्मा भन्नु खोजे होइन, जसले समाजमा केही न केही परिवर्तन ल्याएको छ, समाजमा का व्यक्तिहरूमा कहीँ न कहीँ कुनै कुनै दियो बालिदिएको छ। अप्पो दीपो भव भनेर उनीहरूलाई दियो बाल्न सिकाइदिएका छन् होइन। ती सबै के हो त भन्दाखेरि ट्रान्सेन्डेन्टल सोलहरू। अब अन्तिममा छ अनन्तमय आत्मा या इन्फाइनाइट सोल। यी आत्माहरू जन्म लिँदैनन्, प्रकट हुन्छन्, अवतार लिन्छन्, अवतरित हुन्छन् धरतीमा। ईश्वरीय स्रोत वा ताओ पनि अल द्याट इज, या अनन्त, या ब्रह्म तत्त्व, परम तत्त्व, परम सत्ता, जुन चाहिँ यो धरतीमा अवतरित भएर एउटा समाज, मानवता, चराचर जगतमा एउटा सन्देश दिन्छन्। परमात्मा छ है, अझै पनि ईश्वरको सत्ता छ है भनेर एहसास दिन्छन्। अब जसलाई हामीले भगवानको दर्जा दिएको छौँ, भगवान कृष्ण, बुद्ध, महावीर होइन, जिजस, मोहम्मद पैगम्बर, लाओत्सु, जसलाई भगवानको रूपमा दर्जा दिएका छौँ, त्यो सबै दे आर अल अनन्तमय आत्मा, इन्फाइनाइट सोल हो होइन। विशेष परिस्थितिमा ती यस्ता इन्फाइनाइट सोलहरू धरतीमा अवतरित हुन्छन्, फेरि समाजको पुनर्निर्माण हुन्छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः भनेर गीतामा जुन श्लोक छ, अभ्युत्थानं धर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। जब धर्म संस्थापनको लागि, धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे, त्यसको लागि फेरि फेरि म युगमा जन्म लिइरहन्छु भनेर भगवान श्रीकृष्णले गीतामा उल्लेख गर्नुभएको छ। जुन कुरा, जुन श्लोकमा, त्यही प्रकारको अनन्तमय आत्माको उद्देश्य पनि त्यही नै हुन्छ, त्यही नै उद्देश्य नै त्यही नै। र अनन्त आत्माहरू ब्रह्माण्डको सृजनात्मक प्रक्रियामा होइन सह सृष्टिकर्ता हुन्छन्, को क्रिएटर भन्ने तपाईँ सायद वर्ड सुन्नुभएको छ होला इङ्ग्लिसमा। उनीहरूले ब्रह्माण्डको संरचनाको लागि अब धरतीमा के गर्ने त, अब धरतीमा कस्तो परिवर्तन ल्याउने त। अब अत्याचार, अन्याय, व्यभिचार व्यापक रूपमा, तीव्र रूपमा बढिसक्यो। अब यसलाई सिद्धाउनु पर्यो, अब नयाँ ज्ञानको सुरुवात गर्नु पर्यो होइन। यस्ता कुन प्रकारका जुन एउटा ब्रह्माण्डको सृजनात्मक जुन क्रियाहरू हुन्छन्, त्यसमा चाहिँ उहाँहरू को क्रिएटर हुन्छ, सृष्टिकर्ता हुन्छ होइन। यसरी इन्फाइनाइट सोलको डेफिनेसन हामीले यहाँसम्म दियौँ। र तपाईँले आफूले आफूलाई हेर्दा कुन आत्माभित्र तपाईँले आफूलाई पाउनुभयो? हजुर, 4 नम्बर जस्तो लाग्यो, म्याच्योर सोल, राइट? आई थिङ्क त्यो त्यही नै हो कहीँ न कहीँ होइन। यसरी हामीले आत्माको क्रियालाई हामी अगाडि बढाउँछौँ। अब 7 आत्माको डेफिनेसन पछि अब हामी 7 शरीरभित्र भएका 7 शरीरको बारेमा वर्णन गर्छौँ।